सबै मगर हाम्रो शरीरमा बगेको रगत मगरबाट बगिरहेछ। हामी चाहिँ जीवको हिसाबले वंशजको हिसाबले हामी मगर सन्तति हौँ। हाम्रो पुर्खा मगर हो। अनि हाम्रो पुर्खा चाहिँ अहिले पनि म भन्दा भनेर त सरसरी भन्छु, हाम्रो पुर्खा चाहिँ के हो त भन्दाखेरि चाहिँ नेपाल राज्य नेपाल देश स्थापना हुनुभन्दा अगाडिदेखि नै नेपाल भन्ने भूगोलमा बसेको समुदाय। त्यो समुदाय चाहिँ विक्रम सम्वत 1616 आजभन्दा करिब चाहिँ 470 वर्ष अगाडिसम्म अगाडि चाहिँ नेपालको राजा को थियो भने मगर थियो। गोर्खा राज्य अथवा चाहिँ हामीले जो चाहिँ हामीले मगरात राज्य भन्छौँ, गोर्खा राज्यको राजा मानसिंह खड्का मगर चाहिँ विक्रम सम्वत 1616 सम्म चाहिँ मानसिंह खड्का मगर चाहिँ राजा थियो। अब थुप्रै ठाउँमा चाहे हेलीगढको चाहिँ राजा चाहिँ दलसुर भले मगर भन्नुहोस्, चाहे पाल्पा बलरेगडीको राजा बलिराम राणा मगर भन्नुहोस्, थुप्रै विभिन्न राज्यहरूमा मगर राजा थिए हो। त्यही समुदायको सन्तति हामी भएको छ। आज त्यो कारणले गर्दाखेरि हामी मगरहरूको एउटा शासक नेपालमा चाहिँ शासन सत्ता चलाएको। अब यहाँ चाहिँ जस्तो यहाँ एलिजाबेथहरूको चाहिँ तपाईँले चाहिँ डाइनेस्टी होइन के भन्छ तपाईँ चाहिँ अब वंश भन्छ होइन, नेपालमा शाह वंश भन्छ हो। त्यस्तै मगर वंशले चाहिँ लामो समय हजारौँ वर्ष चाहिँ मगर वंशले शासन सत्ता चलाएको त्यो समाजको हामी सन्तति हो आज। अर्को कुरा त्यस पछाडि चाहिँ हामीले अब खास गरी हाम्रो चाहिँ जब ब्रिटिस अथवा चाहिँ इस्ट इन्डिया कम्पनी र नेपालको बिचमा जब सम्झौता भयो, सन्धि भयो, सुगौली सन्धिपछि हामी के भयो भन्दाखेरि चाहिँ बाध्य भएर हामी गोर्खाको रूपमा चाहिँ हामी भर्तीमा लाग्न पर्ने परिस्थिति नेपाल सरकार र चाहिँ यो ब्रिटिस के अरे इस्ट इन्डिया कम्पनीको बिचमा भइसकेपछि गोर्खा भर्तीमा जाँदा पहिलो विश्वयुद्धको दोस्रो विश्वयुद्ध हो। त्यसको माध्यमबाट वीर गोर्खालीको अब एउटा चाहिँ पहिचान स्थापित गर्ने एक नम्बरमा समुदाय हामी मगर हो। करिब हाम्रो 10,000 मगर युवाहरूले त्यो बेलामा ज्यान गुमाउनु भएको छ। त्यसको परिणाम आज विश्वमा चाहिँ वीर गोर्खालीको देश भनेर चाहिँ मगरहरूले चिनाए। अर्को वीर गोर्खालीको सन्तान दोस्रो कुरा। तेस्रो कुरा चाहिँ हाम्रो अग्रजहरूले चाहिँ कतै चाहिँ नेपालको नदी नाला नेपालमा भ्रष्टाचार गरेर चाहिँ डुङडुङ्गी गराउने खालको बेइज्जती गर्ने काम चाहिँ अहिलेसम्म हाम्रो गोर्खाले कसरी गरेको छैन। मलाई कुनै पनि देशमा रहेर गरेको छैन। त्यस कारण त्यो पुर्खाको सन्तति। त्यस कारणले गर्दाखेरि आज हामीले चाहिँ के हो त भन्दाखेरि मगरको सन्तान हुनुमा हामीले गर्व गर्नुपर्छ।